botol. मैले चाहिँ यहाँ जो बाटो बनाइहाल्यो ल। मेरो पहिला जान्छ है म त मम्मीलाई अब चाहिँ म यहाँ लोड बनाएर लान्छु अरे ल म त्यता जान्छु है बाटो थोर बाटो अतिमा खेल्न दिएको त तँलाई दिन्न। अब फेरि मेरो चाहिँ ड्राइभर पल्टेर मर अरे मेरो त पाल्लो फुट्यो अरे ल दोजल बोला त लिनलाई अब फेरि यहाँ गाडी आउनु पर्यो अरे ओइ मेरो गाडीको पाङ्लो फुट्यो यसलाई हस्पिटल लानु पर्छ गाडीलाई फोन गर्छ तुलुन यहाँ मेरो गाडीको पाङ्लो फुट्यो हस्पिटल लानु पर्यो त्यहाँ म आइहाल्छु ल दोदलले चाहिँ हालिदिन्छ अरे त्यहाँ अब यसलाई चाहिँ हस्पिटल लान्थ्यौँ मैले हामी चाहिँ ल म पनि बसेँ अरे गाडीमै ल दाम तपाईँको 100 तपाईँको 500 तपाईँको 1000 हुन्छ दादु लु धला छिटो अब खाजा खानु कि क्या हो छाजा खानु पर्छ खाजा खानु पर्छ के खाजा खान चाहिँ कहाँ जाने दादु कुखुराको पोती हालेर छाला तातो हालेर म चाहिँ छाला यी पकेटमा तातेछु तँले अस्ति मलाई दिएको थिइस् ले दिएको थिइस् ले मैले भनिन्छ नि मैले आधा चाहिँ हामी
खन्नै सकेन नि त सक्छ अहिले एकदिनमा चाहिँ नि होइन राम्रो बनाउनु पर्छ र यो बाटो ल आज त यो चाहिँ जग्गा हाले यो उसको यस्तो चाहिँ आज यहाँ घर बनाउने हो हालेर ला बिजा बेचा धनी भइहाल्यो है त्यही त अब ढुङ्गाको नजाउँ अब दोजालले फुटाउनु पर्छ अनि चाहिँ कति ट्र्याक्टरमा लिएर आएर घर बनाउनु पर्छ होइन मेरो चाहिँ यस्तो ढुङ्गो निकाल्यो तेरो निकाल्न सक्छ यहाँ चाहिँ अब चौतारो बनाउनु पर्छ ल म त यहाँबाट पर्खा निकाल्छु हले ल घरको लागि त होइन दा ल जब यो धनीसँग चाहिँ म त ढुङ्गा फुटाउँदैछ ल ट्र्याक्टरको ठुलो दोदाले हान्न थाल्यो हले ल यहाँ चाहिँ एउटा पोतली बनाउनु पर्छ ल मैले चाहिँ यता ढुङ्गाले हालेर लिली घर बनाउनु चालु गरौँ यहाँ चाहिँ खुल्किला बनाऊँ न खुल्किला ल यताबाट त मानिस निस्किनु पर्यो नि त खुल्किला बनाऊँ यहाँ मन्दिर बनाऊँ अनि यहाँ पोतली बनाऊँ न यहाँ मुनिबाट चाहिँ पानी जान्छ अरे ल अनि यता चाहिँ मान्छे निस्किने खुल्किला बनाउनु पर्छ ल अब त यहाँ ढुङ्गा फुटाएर मन्दिर बनाउँथ्यो ल म त ट्र्याक्टरमा उलेर आउँथ्यो ल ढुङ्गा बाउआमा तल्लेलीमा माटु भात लिएर आउँदैछन् तु ढुङ्गा चुट मैले म त ढुङ्गा लिएर आएँ ल ढुङ्गा हामीलाई मम्मीले बिस्कुट ल्याइदिने तपाईँले खानुपर्छ ल मेरो मम्मीले पनि पापाले एकजनाले पकाउने एकजनाले कुटेर एकजनाले मन्दिर बनाऊँ नमान्दा केही म पनि ट्याटल अघि ट्याटल हिल्केर गइसकिहाल्यो त्यस्तो नगर्न यो ढिटको धर्दैन गोबार ल गलबला नाते बिना में तो बुलीला यो तुत्ता नले ल अब टपी गयो भने न टपी धोका चाहिँ पैसा बनाएको धोका त बिल्ते धोता हाले ल अलिक ठुलो बना न ल ल पोखरीमा पौडी चाहिँ सबैले खेल्नुपर्छ एकैचोटि पैसा त हामीलाई चाहिन्छ नि ढल बनाएको फेरि त्यही त पता हदादी पता हदार दिएर भने हामी जतिले कुद्नु पर्छ ल दिन कि दिँदैन त्यही दिएन भन्छ यसलाई म बित्तु चाहिँ दिन्न म पनि मेरो मम्मीले दिएको पापालाई दिन्न यसलाई धुन्दा दुरिहाल्यो अब फेरि ट्र्याक्टरमा धुन्दा ल्याउनु पर्छ अरे क्या फोन गर्नु होला नि ट्र्याक्टरको दार बललाई मलाई त एकैचोटिमा ल्याइदियो अरे ल ढुङ्गा ढालेर मर्यो अलग चिन्जाने अब यो चाहिँ ढल बनी तले ल अब छानो लगाइदियो न छानो यो भयो हाल्छ नि त्यही त अब फेरि ठुल्ठुला धुन्दा जान्छ ट्र्याक्टर लिएर त जान काममा त जान्छ हौ दान त्यहाँ जान के त दा यो ढिटको त यसलाई झालो भन्यो त म त नि त्यही त ढिटको लड्न लाग्यो यो चाहिँ तन्ने उभिएन त बुला बुली तुत्तन अरे न मुनि चाहिँ ल पोकरले बनाइ तक्न लाग्यो एउटाले
अब यो ढिसको चाहिँ भत्तै हाले त यो दुखानेले अब यता यो लाग्छ नि त पहलो त त्यही त कस्ता दुखाने हुन्छ नि कस्ता दुखाने हुन्छ नि त जुहाले त यता त त यताबाट सु गर्न आउँदाखेरि लडिँदैन यहाँ मन्दिर बना जाने बाटो चाहिएन ओइ मन्दिर बनाम न जुल्पी तोडेर ओ यहाँ सुन त हाम्रो यहाँ एउटा छुट्टी ल त तँ आएन कि तँ नआए हाम्रो पैसा चाहिँ लिनु पर्छ नि फेरि ल एठ्याम किठ्याम मान्दै लिनु पर्छ कताले हान्छ त यस्तै हान्छु नि हो ल दम दम दाँत त हालिदिन्छु म ल ल त त्यसलाई त मारिदिन्छु पैसा दिनु ओ अझ यो त पैसा लिने पैसा लिने बेला चाहिँ टुप्लुक आइपुग्नु पर्छ पैसाको दिँदै दिँदैन आउनु बेटी बाँकी हामीलाई 1 महिना भइसक्यो घर चाहिँ बुढीलाई वा छुटाइसकिस अनि यहाँ हामीलाई पैसा चाहिँ दिँदैन त्यही त त्यस्तो नयाँ घरमा धनी भयो त्यहाँ कति पैसा डुबाएको नि कति ढिलो खोलेको साउदी त्यस्तो पनि गर्ने हो त त्यो निकाल्नु मलाई ठुलालाई हात नलगाउनु भन्नु झन् ठुलालाई बेहुला देखाउँछन् ए किन फाल्देको पैसा पैसा पुगेन जस्तो छ यो त सुटको पो छ त माको पोता गर्नु न 1 2 3 4 5 6 7 8 9 10 11 12 13 ओइ तेरो कति पैसा छ मेरो त 50,000 त मेरो त 20,000 मात्र छ तँतिर त उठ्ने डलर गर्नु न ल आइज बस ल बस है यतापट्टि बस दुईटा त खोल्नु पर्ने नि नि है भुइँमा राख्दै गर्नु है त्यस्तो टिप्लो 1 2 3 43 42 43 44 45 ओइ तस्लो बलि छ कस्तो मेरो त बढी मेरो 50,000 छ ए होला म त दिन्न यस्तो हान्छु नि पैसा चाहिँ त्यता दाम छ जन्नु पो फल हो जस्तो No. down. एक बार धोखा खा चुका हूँ, दोबारा नहीं खाऊंगा। पहचाना मुझे? सोचेले नि त नलगाउँदैन चाहिँ फाल्दै त्यो लात्तीले